अहिले यस्तो चिसो छ नि यहाँ धिम्सामा कि यहाँ साथी चाहिँ ब्रस गर्न आएको छ अनि पानी टच गर्नबाट पनि डराइरहेछ। त्यसपछि के भन्छ म यहाँको हिमालयको भ्यू देखाइदिरहेको छु। नवीन भाई निकाल रुक 1 मिनट निकाल वाओ वो तो जूम करिए पे बोल दे ना तो वो की टेंशन है। यहाँ साथीहरु रेडी हुँदैछ। दुम्सेबाट नको लागि तयारी गर्दै छौं। चन्दनबारी भन्ने ठाउँ छ। अब यहाँबाट हामी नेक्स्ट स्टपको लागि जाँदै छौं चन्दनबारी। यहाँबाट अर्को गन्तव्यको लागि हामी रेडी हुँदै छौं। हामीहरुको रोबिन के भन्दै भाइ? Hello guys. We are leaving from Dhamse now. Our next destination is Chandanbari. We will meet there. Bye guys. अनि तपाईहरुले यहाँको भ्यू देखाइदिरहेको छु। अघि मैले त्यो हिमाल देखाउँदाखेरि त्यति यो थिएन। यो हिमाल हेर्नु त्यही छ। अब हामी यहाँबाट चन्दनबारीको लागि निस्किन्छौँ। त्यसपछि आज राति उतितिर बस्छौँ। त्यसपछि गोसाइकुण्ड जान्छौँ। 2 दिन पैदल हिँड्नुपर्छ गोसाइकुण्ड पुग्नलाई। ल गाइज मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। म लिङ्क हालिदिन्छु नि। नवीन ब्लग 24। अब चाहिँ हामी चिया खाएर हाम्रो नेक्स्ट डेस्टिनेसन तर्फ लाग्छौँ। अहिले चाहिँ यो चिया होइन चिया हो। चियाले हात धोयो म। ल यता हेर है केटा। ल म चाहिँ फोटो अपलोड गर्दै छु है। नहेर्ने भएपछि कहाँ हेर्ने। त्यसपछि भित्र आइरहेछु भित्रै आइरहेछु म। हेलो दाजु म युट्युबर बिगिनर हो। We are having वहाँ चाहिँ हाम्रो दिदी Best of luck for your future. Cheers guys from Dumse. दिदीको बारेमा केही भनिदेऊ। बधाई। दिदी चाहिँ हामीले आउँदै हामीले बसेको लजमा भेटेको। दिदी एकदम चिल हुनुहुन्छ। एकदम उहाँले आफ्नो एक्सपिरियन्स बताउनु भयो। उहाँ चाहिँ नन रेसिडेन्ट नेपाली पनि हल्का टाइप अफ भन्न पनि मिल्छ। नेपाली हुनुहुन्छ तर दुबईमा बस्नुहुन्छ। ग्राफिक डिजाइनर हो उहाँ। अनि अहिले चाहिँ ट्रेकमा आएर ट्रेक गर्दै हुनुहुन्छ। उहाँले हामीलाई यतिसम्म सुझाव दिनुभयो कि तिमीहरू अहिले ब्याचलर पढिरहेछौ। अहिले जति सक्छौ अहिले घुमिहाल। फेरि पछि त्यस्तो होइन मतलब रमाइलो जति गर्नुहोस् न। घर कि यो छैन मतलब बहाना बनाउने होइन। No excuse. नो एक्सक्युज यो टाइपको हामीलाई मोटिभेट गर्नु हो। दाइले हाम्रो रातो चिया ल्याइदिनु भयो। गाइस आऊ चिया खान। हाम्रो चिया नि आयो। चन्दनबारी लगभग 1 घन्टा हामी चन्दनबारी हान्दियौँ। लास्ट छिटो ओ भाइ 9:45 ठ्याक्कै 1 घन्टा लाग्यो हामीलाई चन्दनबारी पुग्न। 2 घन्टा भन्दै थियो कि गाइस। वी आर द ब्रेकर हो क्या। लिमिट ब्रेकर वी आर द लिमिट ब्रेकर है। 2 घन्टा भन्दै थियो 1 घन्टामा हान्दियो। त्यही सर्टकट बाटो चुज गरेको छौँ हामीले। गाइस पोटेन्शियल हाम्रो अझै केटाहरू आउँदैछ। यहाँ सैनिक इलाका छ। यहाँ फोटो खिच्न मिल्दैन भिडियो लिन मिल्दैन। हामी ठ्याक्कै 1 घन्टामा यहाँ आइपुग्यौँ के चन्दनबारी। यो ठाउँको नाम चाहिँ चन्दनबारी हो। यो हाम्रो डेस्टिनेसन पुग्नलाई बाटोमा पर्छ। भ्यू हेर्न आछौँ हेरिरहम। यो झुटो बोलिरहेछ। यो अर्कै केही अर्कै स्वर्ग हेर बाबु नानीहरु। यो स्वर्ग हो स्वर्ग हो। हिँड अप्सरा पनि पाउँछ त्यहाँ। तिमीलाई त जान मन थिएन। घरबाट अलाउ गरेन रे। पैसा धेरै लाग्छ रे। अनि तिमीलाई त मात्र के भन्छ फेब्रुअरी 14 को एक्स्ट्रा क्लासमा जानु छ। Usual this is for you. यस ब्रदर। Whose name start with you?
अदरियामा साला यो घोडाको बाटो आउँथ्यो यो ठाउँको नाम चाहिँ कतिचोटि भनौँ चन्दनबारी हो। यो हाम्रो लोकल खुखुरा के भनिरहेको छु। हान्दिन के बाबु? पानी पुरै जमिसकेको छ, हेर्न सक्नुहुन्छ। हेर्नु यस्तो लेकमा पनि छ अरे क्या अरे त्यो पानी पुरै जमेको। यो म र मेरो साथी अङ्कित, हामी दुईजना। जा साथी खै ए त्यहाँ छ। म दुईजना यो बाटो चुज गरेका छौँ अनि साथीहरू माथिको बाटोबाट गएछ। नाइ यो भ्यू हेर्नु, साथीहरू माथिबाट आउँदैछ, म तल, हामी तलको बाटो। हामी यहाँ पुगिसक्यौँ, केटाहरू कहाँ छ हामीलाई थाहा छैन। हुइसेल पनि सुनिरहेको छैन। यतातिर पनि अब यो पारा छ। केटा हो बोल्नु नि रहेको छैन। ओ अङ्कित सुन्न, मलाई त लागिरहेछ अर्को बाटो आइसक्यो, हामी यो सही बाटो हो। यसमा के छ भने बाटो गोरेटो छ है। बाटो गोरेटो छ। यो त म्यान भर्सेस वाइल्डले त सिकाइ नै दिएको छ कि गोरेटो बाटो छ भने बिङ नेपाली गोरेटो बाटो भनेको यो हिँडेको मान्छे हिँडेको बाटो या जनावर हिँडेको बाटो हो। अघि मैले एक ठाउँ खच्चडको या घोडाको गु देखे जस्तो लागिरहेछ। यदि हामी सही बाटोमा छौँ भने त्यो फेरि हामीले यस गो गाइज वी गट दिस। हेर्नु सक्नुहुन्छ यो खच्चडको घोडाको गु हो, स्टुल हो, जसले इट प्रुभ्स द्याट कि यो हिँड्ने बाटो हो। हामी 6 जनाको पार्ट टोली आएको थियौँ। म र नवीनले सर्टकट बाटो चुज गरेको। अनि आफ्टर भेरी लङ हाम्रो डर त्रासलाई कुन बाटो हो सही बाटो होइन यताउतालाई यो खच्चडको गुले हामीलाई अलिकति होप आएको छ कि सही नै बाटो हुनुपर्छ। त्यसैले गाइज फलो द खच्चडको गु, नट द ट्र्याक, नट मी। वाउ, हिमाल देखिन थाल्यो यहाँबाट पनि। वाउ दामी छ यार। त्यही बाटो, ए दामी बाटो छ यार। अलिकति लालीगुराँसको जङ्गलमा आइपुगेको छौँ। फुलेको चाहिँ छैन, फुलेको भइसक्यो, त्यो छैन। हामी अलिक घना जङ्गलमा छौँ। अहिलेसम्मको घनाले भन्न मिल्छ भने माथि तल केही कम आइरहेको छ। यसको मतलब घनाले हो 10 11 बजिसकेको छ र यही अनुसारले घाम हाम्रो टाउको माथि छ। टाउको माथिबाट छिरेर घाम आउँदाखेरि चाहिँ एकदम थोरै आइरहेको छ। यो क्यान सी। ओ ल, हामी कहाँ छौँ हामीलाई थाहा छैन। त्यत्रो पहाड चढ्नु छ। यहाँ अङ्कित पनि थाकिसकेको छ, म आफू पनि थाकिसकेको छु। कहाँ छ थाहै छैन। बट हाम्रो होप त्यति मरेको छैन। त्यसैले हामीले अब यो हिउ, ओ माई गड खुट्टा चिसो हिउ। यहाँ पनि हिउँ छ। हामी 1 घन्टापछि साथीहरूसँग भेट भएको।
अनि यो हामी अब इनर्जी चाहिन्छ नि त अनि अन्डा खाएर छौँ साथीहरू के भन्छ ट्रेक आउँदाखेरि भन्दा बढी कसैले मारे उतैबाट अन्डाहरू किनेर ल्याउनु होला किनभने यहाँ एउटा अन्डाको 200 रुपियाँ पर्छ तर हाम्रो उतातिर 20-30 रुपियाँ मात्रै एउटा दिइहाल्छ नि त बोइल्ड एग यहाँ हामीलाई एउटा अन्डाको 200 परेको थियो कि अझै माथि जाँदाखेरि 300 पनि पर्छ